मेरो चाहिँ क्लास सकिसक्यो अहिले अनि हामी सबैजना चाहिँ यहाँ पछाडि मेरो साथीहरू चाहिँ गइरहेछौँ बिरयानी खानलाई। हल्का आज छिट्टो छुट्टी भयो अनि त्यही भएर यसो गएर खाइदिउँ न त, त्यही सोचेर अब सबैजना गइरहेछौँ यसो बिरयानी हाउस अनि बिरयानी खानलाई। आइसक्यो, यही रहेछ ताज चिकन बिरयानी हाउस, यहीँमा खाने अब हामी ग्याङ। अब कतिजनासँग मिलेर आओ। आइपुग्यौँ हामी अब यहाँ बस्ने भित्र। बसौँ केटाहरू बसौँ। ल सुरु गरौँ। Subscribe to Vedanand Shah. Subscribe to best YouTube channel ever. साइनाजी, हजुरलाई एउटा प्रश्न थियो है मेरो तर्फबाट। हजुरलाई यो जिन्दगी भनेको के हो जस्तो लाग्छ नि? जिन्दगी भनेको खाना हो, खाना। आखिरमा यत्रो काम गरेको, पढेपछि कमाएको सब के को लागि? खानको लागि। सो जिन्दगी भनेकै खाना हो, खाना। मिठो खाने, बिरयानी खाने, पिज्जा खाने, चिकन चिल्ली खाने, दाल भात दिनदिनै नखाने, आज पनि मासु, भोलि पनि मासु, पर्सि पनि मासु, दिनदिनै मासु खाने, त्यही हो। तपाईँले भनेको कुरा एकदमै ठिक हो। अविनजीले भनिदिनुहोस् न जिन्दगी के हो? होइन भन्न पाए भाग्नु है अविनजी। आस्थाजी, हजुरलाई के भन्नु थियो र? हजुर कस्तो होला उ चाहिँ? उसै बारेमा भन्नु त, कस्तो होला उ चाहिँ? हजुर दामी है। मास्क लाएर भनेको हुन्छ पूजा। ल ठिक छ है, दामी रहेछ ऊ चाहिँ। जिन्दगी भनेको लास्टमा खानै रहेछ है।